ल साथीहरु ल मेरो चाहिँ ड्युटी सकिसकेको छ है र अहिले चाहिँ म यहाँ आनन्दले बसिरहेको छु सुतिरहेको छु हैन मैले गरेर आरामले बसेर अब चिया पनि खाइसके मैले यो के हो दिउँसोको चिया पनि खाइसके 4:30 देखि हुन्छ 5 बजेसम्म मैले कफी पिइराइसके अब म आज चाहिँ यो ठाउँमा बसेर कता कता के सबै देखाइदिन्छु त्यो भिडियोमा चाहिँ अनि म जिम सेन्टर पनि जान्छु अनि फुल पनि जान्छु सब देखाउँछु है के गर्छु भनेर यो ठाउँमा आएको पनि मेरो भइसक्यो होला 5 दिन जति है अनि 5 दिन जति भइसक्यो र म ठिकै छु खुसी छु राम्रै लागिरहेको छ सबै कुराहरू है लोकेसन हेर्दै बितिरहेको छ मेरो दिनहरू सबै कुराहरू हैन फिङ्गर चाहिँ अरू जस्तो भयो पनि र म अब जान्छु कस्तो हुन्छ सबै कुराहरू म सबै हाल्छु यसरी नै दिनहरू बितिरहेको छन् ठिकै छ खुसी छु पहिले त अरू तनावहरू हुन्थ्यो अहिले चाहिँ तनाव छैन मलाई त्यही भएर खुसी छु के भन्नु अहिले त यस्तै छ म सबै देखाउने छु है ल म चाहिँ अब जान्छु अफिस लेट्स गो भाइ हामी यहाँ अफिस हाम्रो क्याम्प हो रुम हो सबै बस्ने रुम हो सबैकोमा 2-2 भन्दा बेसी राख्दैन मान्छेले म चाहिँ जाँदैछु यतापट्टि सुहरू राख्न हो है यता पनि बाटो तर एकछिन जानु यस्तै चलिरहेको छ जिन्दगी यस्तो ठाउँ छ अब म चाहिँ हाम्रो रेस्टुरेन्ट हो देखिँदैछु नै चाहिँ हाम्रो रेस्टुरेन्ट हो खाना खाने ठाउँ है खाना नराम्रो छैन एकदम राम्रो छ किनेर खानुपर्छ बहुत महँगो पर्छ त्यो खानाहरू अनि यो त हाम्रो क्याम्प भइगयो होइन अनि यता पनि त्यस्तै सेम क्याम्पहरू छन् छेउमा समुद्र छन् नजिकमै छ समुद्र पनि यसले स्विमिङ पुल छ यहाँभित्र यहाँबाट जिम छ यसमा जिम छ होइन यत्रो ठन्डा हो म मेरो काम गर्ने ठाउँ पनि देखाइदिन्छु के भन्नु अघि मैले कमिलालाई खेलाएको थिएँ के कफी खाँदै थिएँ होइन अब्बर मायालाई कमिला अनि चिनीहरू दिएको थिएँ ए सबै खाँदै रहेछ कि गइसकेर कता कताहरू र म जाँदैछु यो ठाउँहरू यस्तो छन् उता चाहिँ हाम्रो लन्ड्री हो कपडाहरू त्यहाँनिर साफ गरिदिन्छ हामीहरूको त्यहाँबाट त्यो चाहिँ हाम्रो चिया हो खाना हो सबै ठाउँ हो मैले खाइसकेको छु अनि म छिन् जान्न अरू खाइसकेको अरे अरू पनि अब म बनाउँदै जान्छु पालो जान्छु अनि यहाँनिर हेर्नु त कागती कस्तो दामी फल्दो रहेछ कति फलेको छ नि बट्टे गरी छ उयो चाहिँ हाम्रो मेन्टेनेन्स हो हामी काम गर्ने ठाउँ भित्र पनि एसी नै छ है अनि यस्तै चलिरहेको छन् जिन्दगी अहिले चाहिँ उता चाहिँ हाम्रो अफिस छ यहाँ चाहिँ ड्राइभरहरू मात्रै बस्छ ड्राइभरहरूको उयो भयो एकचोटि चाहिँ खान्छु मेन्टेनेन्सभित्र होइन कहिले हुने कोही पनि छैन जस्तो लाग्नु भएको थियो कमान यहाँ हो खुसी त जान्छु त साइकलमा जाने म यो साइकलमा जानु पर्यो अफिस यहाँदेखि मुनि चाहिँ झार्नु बिस्तारै जान्छु टाइटै चेतन दाइलाई भेट्नु दाइ भेटिनँ अफिसमा ठिकै भाइ अनि म अब चाहिँ
साइकल राखिदिन्छु अनि स्पोर्टमा जान्छु, त्यहाँ गएर के गर्छु, जिम सेन्टरहरू जान्छु, जिम गर्छु होला हल्का फुल्का। साइकल राख्नु पऱ्यो होइन। ल अब यो हाम्रो अरू पनि साइकल छ क्या, जसले कुदाउनु मिल्छ, स्कुटर पनि छ, कुदाउनु मिल्छ सबैले, जसले कुदाउनु पनि मिल्छ। भाइ साहब यस्तै चलिरहेछ जिन्दगी। यो मेरो भिल्ला भइगयो होइन देखाइसकेको छु कतिचोटि। यतापट्टि पनि लिप्छ, पल्लोपट्टि पनि लिप्छ, दुईपल्ट एकदम राम्रो लाग्यो मलाई चाहिँ। त्यति गाह्रो छैन किनभने अरूहरूको त भने भन्दा नराम्रो हुन्छ भने आफ्नो त भनेको भन्दा पनि राम्रो भइरहेको छ त, नि राम्रो त भन्ने होइन र। यति गरेँ भनेको सेलेरी दिइरहेको छन्, काम गरे पनि नगरे पनि अरू के चाहिन्छ नि, खानु पनि राम्रो दिइरहेको छ। अनि कम्पनीले नराम्रो होस् त काम गराइस् पनि भन्नु मिलेन होला नि त होइन। त्यस्तै छ जिन्दगी, त छिर्छु म अब। एउटा यो चाहिँ अर्को रेडी भएर जिम सिम जानु पर्यो। यसो हल्का पर्यो जिम होइन ल। अफिस पुऱ्याइहाल्यो, अब जिममा जान्छु अनि त्यसपछि हेर्छु। ओके स्पोर्ट जाँदैछु नि होइन, त्यही यहाँबाट जाँदैछु। आज धेरै वर्षपछि जिम आएको छु, वर्षौपछि जिम आएको छु।
कुखुराको सिकुटी, यो चाहिँ खसीको मासु, मटर गाडी, यो चाहिँ कोरियन अनि सलाद आलु यस्तो छ। एकछिनमा जिम पनि उयो गर्छु। खाना चाहिँ जिम गरेपछि जति पेल्न सक्यो त्यति राम्रो है। खाना चाहिँ पेल्नु पर्ने हुन्छ, त्यति तागतिलो खाना खानुपर्ने हुन्छ। बोसोहरू चिल्लोहरू कम खानुपर्छ। धेरै पसन्द गरेको छु भन्ने विषय मिल्दैन फेरि। आज मैले यति धेरै भात पनि खाएको भने धेरै हार्ड जिम गरेको छु नि, त्यही भएर खानाको मासु एउटा पनि हड्डी हुँदैन, चाहे बाख्राको होस्, चाहे भेडाको, चाहे खसीको, चाहे उखको होस्, चाहे गोरुको होस्, चाहे राम्रो या कुखुराको होस्। जे खाने आफ्नो मर्जी खाने हो। अस्ति मलाई एउटा साथीले कमेन्टमा मान्छेहरू सानो छ खाना कति धेरै खाएको भनेर कमेन्ट गरेको थियो। मैले हाँसेर रिप्लाई दिएँ के हो नेपालमा जाँदाखेरि खाना रुच्दैन अनि यो सबै खाना यस्तै खानाको क्वालिटी कसले बनाइन्छ, तिनीहरूले खानु हमेसा पोसिबल हुँदैन। यो गीतसँग जहिले पनि यस्तै पर्छ त मलाई, के भन्छ नखानु त किनेर भए त कहाँ खान्थ्यो त, फेरिमा भएर खाइदियो। मान्छे सानो छ मैले खानु सबै जान्छ, यो सबै जान्छ। खुर्सानी चाहिँ कम मात्रा खानु जिम गरेपछि मैले बडीहरू अब सुरुवात गरेको छु। मैले एउटा तनावको कारणले आफ्नो बडी, शरीर, उमेर, पैसा, जुबानी, समय सब खेर पालेको थिएँ। अब सबै समय पकाउने प्रयास गरिरहेको छु। दुःख भएर खुसीले हाँसेर अब सत्य भएपछि त भाग्य साथ दिइहाल्छ नि। अब गलत भएर भाग्यका साथ दिन्छ। यस्तोहरू चाहिँ खानुपर्छ कि, किनभने अब बडी भन्दैन छ भने फ्याट बढ्छ भनेर त्यही भएर निम्बु खानुपर्छ, ओरेन्ज पनि खानुपर्छ राम्रोको। गाजरहरू हामीलाई पेटको लागि राम्रो। यति धेरै खाना खाएको छु, मेरो शरीर पनि पचाउँछ। पचाएर भने काठहरूले खाना पचाउने धेरै हेर्नु पर्छ खानालाई। कार्य हो एउटा पनि हरिन्छ सिकुटी र सिमला खोर्सानीवाला जस्तै सब्जी यताको सिकुटीतिर कतिजना खानु पाइयो त अरू मजा आउँछ होला है। खानेपल्ट मैले यो नाडु हो, यो यिनीहरू खायो भने दावा हुन्छ। भात चाहिँ यो खानु हुन्न थियो तर भात पनि खानु। म अब मासु खाइदिनु छोड्दिनँ।
जति खानु आफ्नो मर्जीले उठाउने हो म चाहिँ हार्ड जिम गरेको चाहिँ जिम त आइहाल्छ भनेको थिएन लेकिन काम बडी चाहिँ मन थियो खै आउँछ र प्रोटिन चाहिँ लिनुपर्छ प्रोटिन किन्न खान सकिँदैन अहिले धेरै प्रोटिन हुन्छ नि मासुमा चिकन पनि बार्बिक्यू गरेको थियो पनि खाएको चिकन रोस्टहरू धेरै भएछ चिकन चाहिँ नलेको जुसहरू पनि थियो नलेको मैले यति भइ नखयो आएर बस्नु खाने हो ड्युटी नगरे पनि नभए पनि खाना चाहिँ नन्काउनु हो हामीले खाना दिन्छौँ भने दिउँसो दिनु पऱ्यो के अरे आफ्नो हकको लागि लड्ने हो मतलब भाई काटे उठो अभी क्या बोला सलाद और चिकन बस और चपाती और घी को पूरा गाजर और बासमती आएगा अब भिडियो भयो धेरै खायो किन भन्छ र कसै पनि कमेन्टमा दिदीहरू बोल्ने मान्छेहरू सानो सानो चाहिँ कति खाएको भन्नुहुन्छ राजमा लाग्नु त त्यो पनि खानु कसरी खाएको एउटा कुरा होइन चोरेर खाएको लाइफमा खुसेर चोरेर आफ्नो जे छ त्यही खान्छ धेरै खाइन्छ नभए आफ्नो सत्य हुनु न अब बनायो भने सुत्ने बेला बनाउँछु होला गरेर नभए के बनाउँदिनँ होला राम्रो 10 बनाइसक्यो त खाना खाने टाइममा 6 बजेदेखि हो जिम गर्दै खेल्यो अनि त्यो गरी खाएको बाई टाटा मिस यु अब सक्यो यस्तो खान्छ अब मासु चाहिँ खाने हो बच्चा बस्ती भने खानै पर्छ मैले किनभने बडी गर्नु पर्दैन